चिया कि कफी? चिया। फार इस्टर्न युनिभर्सिटी कि हङकङ युनिभर्सिटी? फर वेस्टर्न युनिभर्सिटी। हङकङ किन छोड्नुभयो सर? ऊ पनि हो, अब मैले चाहिँ त्यहाँबाट अध्ययन लिएँ। मेरो काम गर्ने थलो त यो कर्म थलो भयो नि त, अनि फेरि जन्म थलो पनि हो यहाँ। जन्मभूमिको आत्मसम्मान कि विदेशको सम्मान? जन्मभूमिको आत्मसम्मान हो। विज्ञान कि अध्यात्म? अब यो चाहिँ एकदम कन्फ्युजिङ भयो होइन, दुईटै कुरा। म फेरि विज्ञानमा पनि यो गर्ने र अध्यात्ममा पनि विश्वास गर्ने मान्छे हो होइन। दुईटै कुरा म चाहिँ कस्तो लाग्छ भने विज्ञान पनि अब हुन त कतिपयले उ भन्ला, तर विज्ञान पनि तपाईँको आध्यात्मसित पछि लागेर हिँडेको छ कि जस्तो लाग्छ, आध्यात्म अझ अगाडि छ कि जस्तो लाग्छ। अनुसन्धान कि अध्यापन? यो चाहिँ यो दुईटै जोडिएर हुने कुरा हो। हेर्नुहोस्, अध्यापन गर्नलाई अनुसन्धान चाहिन्छ होइन, अति आवश्यक चिज हो। परिवार कि साथीहरू? पहिलो प्राथमिकता परिवार हो। यो रिसर्चमा मैले जोडेको छ, रिसर्च र एकाडेमिक कल्चरको हिसाबले नेपाली कल्चर कि फरेन कल्चर? एकाडेमिक कल्चर। एकाडेमिक कल्चरमा चाहिँ अब यस्तो छ, फरेनमा पनि सबै नभनौँ होइन, हाई ऱ्याङ्क उनीहरूमा चाहिँ राम्रो छ। फरेन जस्तै इन्डिया पनि फरेन नै हो, त्यहाँ पनि हाम्रो भन्दा चाहिँ एकदम लो क्वालिटीका युनिभर्सिटी पनि छन् होइन। तर चाहिँ अब त्यो कन्टेक्स्ट हेर्ने हो भने चाहिँ अब नेपालको पनि मान्न सकिन्छ, तर यसमा म फरेन कल्चर नै भन्छु। मेरो चाहिँ त्यो कुन ब्याकग्राउन्डमा भने अनि हाई वेल इस्टाब्लिस्ड युनिभर्सिटीको कन्टेक्स्टमा।